हेलो हाई साथीहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ म तपाईँहरूसँग के खानेकुराहरू बनाउँछु भनेर कुकिङ भिडियो लिएर आउँदैछु क्या। त्यो कुकिङ भिडियोको रेसिपीहरू राख्न मन लाग्यो मलाई, अनि त्यही भएर म यहाँ के बनाउँदैछु भनेर हजुरहरूसँग सेयर गर्छु। हेर्नुहोस् है त, मैले चाहिँ यहाँ अचार बनाउनको लागि रेडी गरेको छु। यहाँ मेरो आलु छ होइन, कुकरमा चाहिँ सेलाउन राखेको छु। अनि आलु, केरो, काँक्रोको अचार, अनि मैले आलस पिनेर यहाँ आलसको छोप हाल्न रेडी गरिसकेको छु। यहाँ मासु पाक्दैछ, अनि अरू चाहिँ हेर्दै जानुहोस् न के हुन्छ, अनि म भन्दै जान्छु ल, मेरो रेसिपी सेयर गर्दै जान्छु ल हजुरहरूसँग। मैले चाहिँ यहाँ हेर्नु न, प्याज काटेर मासुमा हालिसकेँ। मासु हल्का रातो रातो हुन थालिसक्यो। अनि त्यसपछि मैले यहाँ आलसको छोप पनि मजाले पिनेर यहाँ हालिसकेँ है। अब हेर्दै जानुहोस् ल यो कस्तो हुन्छ। हेर्नु आलु पनि मैले छोलाएर रेडी गरेँ। अब यहाँ मासु पनि झोस पाक्न लागिसकेको छ। अब म मासुमा के मसला हाल्छु हेर्दै जानुहोस् ल। मैले जिरा धनियाँको धुलो हालेँ, अनि अदुवा लसुनको पेस्ट हालेँ। अदुवा लसुनको पेस्ट चाहिँ म यसरी राख्छु कि साथीहरू, सिद्धिन लाछ यस्तो टाइट, एयर नजाने टाइट एउटा सिसाको भाँडामा चाहिँ यस्तो मजाले पेस्ट बनाएर राख्छु कि। अनि जतिखेर मलाई लाग्यो टक्क निकालेर, कहिले काहीँ कस्तो अल्छी लागिरहन्छ, कहिले काहीँ सन्चो हुँदैन नि त, अनि कस्तो चाहिँ होला अदुवा लसुन केरो पिन। अनि त्योभन्दा यहाँनिर एउटा टाइट एयर कन्टेनरमा चाहिँ टक्क लगाएर यसरी पेस्ट बनाएँ, अनि राखेँ। सकिरहेको छ मेरो चाहिँ यहाँ पुगिसकेको छ। अनि हाल्नलाई पनि सजिलो हुन्छ साथीहरू। अनि मलाई चाहिँ खाना बनाउँदा कस्तो भोक लागेको जस्तो भयो क्या। अनि यहाँ फ्रिजमा यस्तो हेरेको डेट्स रहेछ क्या, यो चाहिँ मेरो फेभरेट होइन। अनि अस्ति मेरो हस्बेन्डले चाहिँ तिमीलाई डेट्स मनपर्छ भने होइन भन्नु, अनि लिउ न त एउटा भन्नुभएको थियो। अनि मैले फ्रिजमाबाट लिएर आएको थिएँ क्या। कस्तो मिठो लाग्छ क्या मलाई यो, मिठो प्लस एकदम हामी लेडिजहरूको लागि चाहिँ हेल्दी पनि हुन्छ क्या, सबैको लागि हेल्दी हुन्छ, बच्चाहरूको लागि पनि एकदम हेल्दी हुन्छ। अनि मेरो नानी र मैले चाहिँ दिनमा 2 पिस चाहिँ जहिले पनि रेगुलरको बेसिसमा खाइरहेछौँ क्या। यो राम्रो पनि हुन्छ क्या। म चाहिँ खाँदै खाना बनाउँदैछु साथीहरू। मिठो मेरो छोरीहरू नै फिनिस बोलेर खेलिरहेको हो। ओके बेबी, चिङ्गाखेरि छु न मामु भन्दै चाहिँ मेरो बेबी चाहिँ हेर्नु नि, यहाँनिर मैले काटिरहेको थिएँ मासुमा राख्नको लागि होइन। अनि मेरो बेबी चाहिँ मम्मु म पनि खाने भन्दै यहाँ टमेटो खाएर, अनि मम्मु टमेटो हेल्दी फुड हो नि, मेरो डे केयरमा पनि मेरो पापाकोतीमा पनि दिन्छ नि भन्दैछु मेरो नानी चाहिँ। मैले अचारको लागि खुर्सानी काटेर यहीँ राखेँ कि साथीहरू। खासमा चाहिँ यसमा फुराको चाहिँ दामी हुन्थ्यो, तर मलाई यहाँ चाहिँ अब हाम्रो अपार्टमेन्टमा अलि मिल्दैन नि त, अलिकति डर लाग्छ, त्यही भएर होला। अनि मैले भाँडामै खुर्सानी हालेँ, यसमा मेथी हालेँ। अब यसमा बेसार हाल्छु, मेथी कालो भएपछि पक्नु ल है। मेथी कालो हुँदै आयो। अब म टक्क लाएर बेसार हाल्छु, अनि त्यसपछि त्यो खुर्सानीमाथि झैँ बनाइदिन्छु क्या साथीहरू। किनभने यहाँ अपार्टमेन्टमा चाहिँ मलाई अलिक डर लाग्छ क्या, अब यो अलि उयो छैन नि त। यहाँ पनि अलिकति थोरै बेसार राख्छु म खुर्सानीमाथि होइन। अनि त्यसपछि नुन राख्छु, अनि त्यसपछि अनि म यहाँनिर यसरी खुर्सानी लाइने कि यसरी बनाइदिन्छु कि। अब यहाँ खोर्सानीको राख फेरि अपार्टमेन्टभरि जान्छ, बच्चा पनि यहीँ खेलिरहेछ नि त, बच्चालाई पनि गाह्रो हुन्छ, आफूलाई पनि गाह्रो हुन्छ, हावा जाने ठाउँ पनि यसरी हाल्छ कि साथीहरू। यत्रो सानो के हुनु यसले है। फेरि साइरन बज्छ, यहाँनिर राखेको छ कि साइरन पनि यस्तरी यहीँ गएर साइरन बज्यो भने त टेन्सन हुन्छ साथीहरू। अब म यसलाई कागती खिप बनाउँछु र अनि अचार मोल्छु, धनियाँ काटेर हाल्छु। मासु एकचोटि हेरौँ ल साथीहरू कस्तो भयो। मेरो मासु पनि रेडी भयो हेर्नु साथीहरू। मेरो मासु चाहिँ होइन तरकारी खाने मासु, फेरि गलत बुझ्नु होला यहाँ। मासु पनि यसरी रेडी भयो, कस्तो मिठो बास्ना आइरहेछ। अनि मेरो यहाँ अचार पनि रेडी भयो साथीहरू। आलु केरो काँक्रोको अचार पनि रेडी भयो। छोरी पनि खाँदिनँ, अनि छोरीलाई चाहिँ मैले पिरो नहालिकन यसरी निकालिदिएको। अनि खाने मोमो अचार भन्छन्, अनि पिरो अमिलो खान मन पराउँछन्, तर पिरो चाहिँ होइन अमिलो अचार चाहिँ खान मनपर्छ, निकालिदिएको। अनि हामीले चाहिँ यसरी खुर्सानी हालेर मोलेर राखेको। अब पुलाउ पकाउन मात्र बाँकी छ। अब म पुलाउ चाहिँ अहिले पकाउने बेला भएको छैन, पकाउने बेला भएपछि अनि बनाएर फेरि हाल्छु। अब म अलिकति टेस्ट गर्छु, छोरी र म। मामु छोरी चाहिँ यहाँ हालेर चाख्न थाल्यौँ है। अब अचार मासु चिउरा, मेरो छोरी चाहिँ अचार लिएर बसेपछि अब यहीँ मोमोसँग खान्छन् अरे है छोरो। मिठो लाग्छ अचार? छोरी कस्तो छ अचार? मिठो छ। हजुरलाई मिठो लाग्यो? चिउरा र अचार खाएको हो?
आज नेपालमा के खाने दिन रे? दही चिउरा खाने दिन है। हामी चाहिँ तिमी चाहिँ यहाँ दिनकै खान्छौ नि त, त्यही भएर तिमीलाई चाहिँ अनि त्यस्तो खासै खाएनौँ हामीले चाहिँ। चिउरा र तरकारी अचार चाहिँ खायौँ है। ह्याप्पी असार 15 भनिदेऊ न। ह्याप्पी असार 15 भनिदेऊ न। कस्तो मिठो माना खाइरहेछ नि मेरो बेबीले। यस्तो यस्तै मनपर्छ नि त मेरो बेबीलाई, माम मन पर्दैन है बेबी, बमास बेबी। मिठो भयो साथीहरू। म चाहिँ अब पुलाउ पनि पकाउन लागेँ। मेरो अचार र मासु चाहिँ अघि रेडी थियो। अब चाहिँ म पुलाउ पकाउनलाई यहाँ अघि नै बासमती लङ ग्रेन राइस चाहिँ तातो पानीमा भिजाउन हालेको छु। केरो भइहाल्यो, यो घिउ भइहाल्यो है। घिउ नभए त मिठो हुँदैन पुलाउ होइन। अनि यहाँनिर चाहिँ काजु अनि किसमिस अनि यहाँनिर ल्वाङ सुकुमेल दालचिनी अनि तेजपत्ता लिएको छु है मैले। अब म मिठो पुलाउ बनाउँछु, कस्तो हुन्छ त हजुरलाई लास्टमा देखाउँछु ल। मेरो पुलाउको रेसिपी चाहिँ यही हो, सिम्पल। मैले बनाएको पुलाउ यस्तो भयो, हेर्नु है साथीहरू। मैले अघि पुलाउ बनाउँदै थिएँ, अहिले चाहिँ यस्तो भयो। यहाँ कुकरमा छ अरू, अनि यो चाहिँ मेरो यस्तो। यहाँ मही छ। अब म खाना सबै पस्किन्छु नि देखाउँछु ल तपाईँहरूलाई। हाम्रो खानाको फाइनल लुक यस्तो साथीहरू। यो चाहिँ मही भइहाल्यो, यो तरकारी अचार पुलाउ आजको खाना बेबी।